बिहान जति चाँडो उठे पनि काममा जानु चाहिँ ढिलै हुन्छ। आखिर किन होला त? सो हे गाइज, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। आज बिहानै बहिनी कलेज गइसकेपछि म पनि उठेर आफ्नो बिहानको काममा लागे। सबैभन्दा पहिला त म तरकारी बजार गए। बजारमा साग, आलु अनि आफूलाई चाहिने सामान लिएर रुम फर्किए र रुममा आउने बित्तिकै मैले खाना बनाउन सुरु गरिहाले। किनभने बहिनी बिहानै कलेज गएर आएर फेरि 11 बजे काममा गइहाल्छ। त्यसैले बहिनीले खाना बनाउनु भ्याउँदैन र म आफै बनाउँदैछु। तरकारी पकाउँदै गर्दा बाहिर फोहोरको गाडी आएको रहेछ। हाम्रो यो गल्लीमा कुन दिन फोहोरको गाडी आउँछ मलाई चाहिँ अहिलेसम्म राम्ररी याद छैन। त्यसैले गाडी आएको बेलामा रुमको सबै फोहोरहरू निकालेर फाल्दिए र रुम फर्किँदै गर्दा क्यामेरामा हेरेको त कञ्चेडीको कपाल लामो भएर मलाई त कस्तो ग्वाच जस्तो देखिरहेको रहेछ। त्यसपछि रुम छेउको दाइकोमा कपाल काट्नलाई आए र मैले चाहिँ यो दाइकोमा कपाल काटेको पनि यो लगाए अब 2 चोटी हुँदैछ। र यहाँको दाइले कपाल काट्दाखेरि चाहिँ एकदमै बिस्तारै तर मजाले मिलाएर काट्दिनुहुन्छ र मलाई चाहिँ यस्तै नै कपाल काटेको मन पर्छ। कपाल काट्दै गर्दा दाइसँग मजाले गफ पनि गरियो अनि दाइले मलाई आफ्नो दुःख सुखको कुरा पनि सुनाउनु भयो। दाइको कुरा सुन्दा सुन्दै मैले त कपाल काटिसकेको पनि थाहै पाएन। बिहान उठेदेखि यताउता गर्दा गर्दै 12 बज्न थालिसकेछ। फेरि आज पनि काममा जान ढिला हुने भयो। मेरो चाहिँ प्राय काममा जाने बेला यस्तै भइरहेको हुन्छ। तपाईहरुको के हुन्छ प्लिज कमेन्टमा भन्नुस् है त।